साथीहरु आज हामीले तपाईलाई यस भिडियो अन्तर्गत रहेर आफ्नो मोबाइलबाट जीमेल एकाउन्ट कसरी बनाउने त्यसको बारेमा जानकारी दिन गइरहेका छौं। यदि तपाईले पनि आफ्नो मोबाइलबाट नयाँ जीमेल एकाउन्ट बनाउन चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। अब जस्ट तपाईले नयाँ जीमेल एकाउन्ट बनाउनका लागि जीमेललाई ओपन गर्नुहोस्, जीमेल एप्लिकेसनलाई। अब जीमेल एप्लिकेसनलाई ओपन गरेपछि एउटा यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। जस्ट तपाईले यतापट्टि थ्री लाइन देख्न सक्नुहुन्छ। यहाँ थ्री लाइनमा टच गर्नुहोस्। अब यहाँ टच गरेपछि तपाईले तल देख्न सक्नुहुन्छ सेटिङमा यहाँ टच गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि तपाईको मोबाइलमा जति पनि जीमेल आइडीहरु लगइन छ तपाईले यहाँ सरर देख्न सक्नुहुनेछ। अब तपाईले नयाँ जीमेल आइडी बनाउनका लागि एड अकाउन्टमा यहाँ क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि तपाईले यहाँ गुगलमा क्लिक गर्नुहोस्। अब तपाईले यहाँ चेक इन्फर्म भनेर देख्न सक्नुहुनेछ। जस्ट तपाईले आफ्नो मोबाइललाई अनलक गर्नुहोस्। अब अनलक गरेपछि एउटा यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। अब तपाईले नयाँ जीमेल आइडी बनाउनका लागि क्रिएट अकाउन्टमा यहाँ क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गर्न साथै तपाईले दुईटा अप्सन देख्न सक्नुहुनेछ। जसमध्ये तपाईले फर्स्ट अप्सन फर माई पर्सनल युजमा यहाँ क्लिक गर्नुहोस्। अब तपाईले यहाँ देख्न सक्नुहुनेछ क्रिएट गुगल अकाउन्ट भनेर। जस्ट तपाईले फर्स्टमा देख्न सक्नुहुन्छ फर्स्ट नेम भनेको छ। तपाईले आफ्नो नामको सुरुको नेम तपाईले यहाँ टाइप गर्नुहोस्। सरनेममा तपाईले बहादुर हुनुहुन्छ भने बहादुर अथवा मिडल नेम कुनै छ अथवा थर तपाईले यहाँ सरनेममा टाइप गर्नुपर्ने हुन्छ। जस्तै कि मैले यहाँ राम भनेर टाइप गरे, तल बीडीआर थापा भनेर मैले यसरी टाइप गरे। तपाईले पनि फर्स्टमा आफ्नो फर्स्ट नाम राख्नुहोस् भने सरनेममा तपाईले मिडल नाम र लास्ट कस्ट तपाईले यहाँ राख्नुहोस् र यसलाई तपाईले नेक्स्ट गरिदिनुहोस्। अब तपाईले नाम टाइप गरिसकेपछि तपाईले यहाँ बेसिक इन्फर्मेसन भनेको छ। तपाईले आफ्नो जन्म मिति राख्नुपर्ने हुन्छ। जन्म मिति राख्दाखेरि तपाईले एडी इंग्लिशमा राख्नुपर्ने हुन्छ। इयर्स मन्थ डे गरेर जस्ट तपाईले इयर्समा क्लिक गर्नुहोस्। तपाईको आफ्नो जन्म मिति यसरी राख्नुहोस्। त्यसैगरी तपाईले मन्थमा क्लिक गर्नुहोस्। कुन चाहिँ मन्थ हो तपाईले यसरी क्लिक गर्नुहोस्। डेमा तपाईले आफ्नो तारिख राख्नुपर्ने हुन्छ। कुन तारिख हो यसरी सिलेक्ट गर्नुहोस्। आफ्नो डेट अफ बर्थ राखिसकेपछि तपाईले तल देख्न सक्नुहुनेछ जेन्डर भनेको छ। तपाई मेल फिमेल के हुनुहुन्छ यसरी सिलेक्ट गर्न सक्नुहुनेछ। यदि तपाई महिला हुनुहुन्छ भने फिमेलमा सिलेक्ट गर्नुहोस्, पुरुष हुनुहुन्छ भने यसरी मेलमा सिलेक्ट गर्नुहोस्। मैले चाहिँ मेलमा सिलेक्ट गरे। अब यो तपाईले सिलेक्ट गरिसकेपछि तल नेक्स्ट अप्सनमा क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि तपाईले देख्न सक्नुहुनेछ सजेस्ट भनेर तपाईको यहाँ दुईटा आइडी सजेस्ट गरेको छ। तपाईले यहाँ देख्न सक्नुहुनेछ बीडीआर थापा राम भनेर। तपाईले यहाँ फर्स्ट आइडी देख्न सक्नुहुनेछ भने सेकेन्ड आइडी बीडीआर थापा 050@gmail.com भनेर तपाईले यहाँ देख्न सक्नुहुनेछ। अथवा तपाईले अब आफूले चाहेको आइडी राख्न चाहनुहुन्छ भने क्रिएट यु ओन जीमेल एड्रेसमा यहाँ क्लिक गर्न सक्नुहुनेछ। यहाँ क्लिक गरेपछि तपाईले आफ्नो यहाँ जीमेल एड्रेस तपाईले चोइस गर्न सक्नुहुनेछ। देख्न सक्नुहुन्छ मैले रामबहादुर 2244 भनेर यसरी राखे। तपाईले पनि कुनै आफ्नो नाम राखेर यतापटि कुनै अंक र तपाईले राख्नुपर्ने हुन्छ। जस्ट अंक राखिसकेपछि तपाईले यसलाई नेक्स्टमा यहाँ क्लिक गरिदिनुहोस्। अथवा तपाईलाई यहाँ माथि दुईटा आइडी सजेस्ट गरेको छ। यिनी आइडी चोइस गर्न पनि तपाईले सक्नुहुनेछ। यो चोइस भएन भने तपाईले यसरी राखेर यसलाई नेक्स्टमा क्लिक गरिदिनुहोस्। अब नेक्स्टमा क्लिक गरेपछि तपाई क्रिएट जीमेल एड्रेस भनेको छ। यो आइडी अरूले नि लैसकेका छन्। तपाईले यस्तो आउँछ। यदि मिलाएन भने तपाईले यहाँ एक दुईवटा अंकहरु थपबड गर्नुपर्ने हुन्छ। जस्ट मैले यहाँ 050 सिलेक्ट गरे र यसलाई तपाईले नेक्स्ट गरिदिनुहोस्। अब नेक्स्ट गर्न साथै मेरो आइडी बनिसकेको छ। तपाईले देख्न सक्नुहुनेछ। अब क्रिएट स्ट्रङ पासवर्ड भनेको छ। अब म यहाँ पासवर्ड राख्छु। तपाईले पनि आफ्नो जीमेल आइडी को स्ट्रङ खालको पासवर्ड राख्नुहोस्। जुन पासवर्ड तपाईले सम्झिनु पर्ने हुन्छ। त्यसकारण गर्दाखेरि कुनै पनि कपीको पानामा लेखेर राख्न पनि सक्नुहुनेछ। जस्ट स्ट्रङ पासवर्ड राख्नुहोस्। स्मल लेटर क्यापिटल लेटरहरु क्यारेक्टरहरु मिलाएर तपाईले यहाँ सिम्बलहरु मिलाएर स्ट्रङ खालको पासवर्ड राख्न सक्नुहुनेछ। देख्न सक्नुहुनेछ मैले यहाँ पासवर्ड राखिसकेको छु। तपाईले पनि पासवर्ड राखेर यसलाई नेक्स्टमा क्लिक गरिदिनुहोस्। अब यहाँ क्लिक गरेपछि तपाईको यहाँ जीमेल आइडी बनिसकेको छ। तपाईले देख्न सक्नुहुनेछ माथि नाम, त्यसैगरी तपाईले तल आफ्नो जीमेल आइडी देख्न सक्नुहुनेछ र यसलाई अब तपाईले फेरि नेक्स्टमा क्लिक गरिदिनुहोस्। अब यहाँ क्लिक गरेपछि यसलाई हल्का स्क्रल गर्दै तल जानुहोस्। तल गएपछि तपाईले आई एग्री भनेछ। जस्ट तपाईले आई एग्रीमा यहाँ टच गर्नुहोस्। अब आई एग्रीमा टच गरिसकेपछि तपाईले यहाँ गुगल सर्भिस भनेर यस्तो देख्न सक्नुहुनेछ। जस्ट अब गुगल सर्भिस भनेर देखिसकेपछि तपाईको यहाँ जीमेल आइडी बनिसकेको छ। तपाईले यहाँ देख्न सक्नुहुनेछ। तपाईको यहाँ जीमेल आइडी यहाँ लास्टमा तपाईले देख्न सक्नुहुनेछ। यहाँ मेरो जीमेल आइडी अहिले नयाँ बनाएको यहाँ तपाईले देख्न सक्नुहुनेछ। हो यसरी तपाईले सजिलैसँग आफ्नो मोबाइलबाट नयाँ जीमेल आइडी अथवा नयाँ जीमेल अकाउन्ट बनाउन सक्नुहुनेछ। यहाँ मेरो जीमेल अकाउन्ट बनिसकेको छ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परायो भने लाइक गरिदिनु होला र यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला।